자자로 다시딜리 시와니 시와로 fabulo mejo jojolapa namaskar manakam satsika jai shri ram साथीहरु आज म बिहान कुखुरालाई चारोहरु दिइसके पश्चात म प्रेमुला प्रेमुला जब फुल्छ अनि फुलिसकेपछि यसको जुन यो कोपिला त्यो फुलेको ठाउँबाट यो हरियो प्रकारको यो हुन्छ र यसमा सिड लाग्छ यो सिड तपाईलाई देखाइरहेको छु यो सिडलाई म निकालेर सानो बोतलमा राख्दैछु र अब केही दिनपछि राम्रो घाम लागेपछि घाममा सुकाएर यो सिडलाई फेरि म अर्को वर्षको निम्ति प्रोपोगेसनको निम्ति लगाउँछु र प्रेमुला फुल्दाखेरि यति राम्रो प्रकारको देखिन्छ र यसको फुल पनि यस्तै हुन्छ र यसलाई सिड फुलबाट सिड्स निकाल्ने जुन प्रक्रिया छ त्यो म तपाईहरुको समक्षमा देखाइरहेको छु र प्रेमुलाको यो मूल गाँठ छ त्यो गाँठलाई पनि छुटाएर हामी पौधाहरू बनाउन सक्छौं तर यस वर्ष म यो सिड्सबाट यो त्यो सिड्स जो तपाईलाई देखाइरहेको छु यो फुलको बाट जुन सिड लाग्छ सिडबाट म यो प्रेमुलाको सिड्सलाई एक्सट्र्याक्सन गरिरहेको छु धन्यवाद साथीहरु म तपाईलाई यो प्रेमुला फुलेपछि जुन यो मसिनो कोपिला लाग्छ कोपिला भित्र ससाना एउटा पट भित्र यो प्रेमुलाको सिड्स यस प्रकारले निस्किन्छ एउटा सिडबाट धेरै मात्रामा हामीले एउटा सानो कोपिलाबाट एउटा धेरै मात्रामा हामीले सिड्सलाई संग्रह गर्न सक्छौं र अब यो संग्रह गरेको जुन सिड्स छ त्यसलाई म केही दिन घाममा सुकाए पश्चात अर्को हप्तातिर म फेरि यसलाई प्रोपोगेसनको निम्ति एउटा सानो ट्रेमा कोकोनट पिट्स ल्याएर कोकोनटको पिट्स माथि र कोकोनट र बलुवा माथि यो सिड्सलाई हामी छरेर र अर्को वर्षको निम्ति यसको पौधा तयार गर्छौं धन्यवाद यो हो प्रेमुलाको मदर प्लान्ट यो सिजनमा मैले राम्रो प्रकारले प्रेमुला फुलाएको थिएँ र हामी मेरो निस अललिका मङ्गलसँग हामी दार्जिलिङ जाँदाखेरि माथि कफेरको जंगलबाट मैले मेरोमा सेतो थिएन सेतो रङको प्रेमुला थिएन एउटा पट सेतो र रातो पट पनि किनेर ल्याएको थिएँ र यसगरी फुलेर morning I have collected the seeds of the primula like this. The small, in the green is theirs. It will be dried. Then if you break this pot, then you will get the thousands of seeds from a small pot. So this is the seeds of the primula. So when there will be a very good sunshine, so I have to dry it in the sunshine. Then next week I will just
propagate the seeds in a small tree of manure, especially for this manure. Coconut beads is the best for making the Primula seed culture. Thank you.